ल के छ केटा हो अब चाहिँ थाहा पाइसकिहाल्यो म कहाँ जाँदैछु होइन 4.5 वर्षपछि चाहिँ मम्मी र मेरो भेट हुँदैछ आज चाहिँ मम्मी आउनु भएको भएर चाहिँ म मम्मीलाई लिन गइरहेको छु होइन अनि 4 वर्षपछि भेट हुँदैछ अब होइन अब कस्तो अब सुगै हो त्यही भएर म चाहिँ हल्का एक्साइटेड भइरहेको छु गइरहेको छौँ हामी एयरपोर्ट सम्झना सानो खुसी भइसक्नुभयो के छ सुगै देख्ने फुलबोकी मास्ता नि हामी फाइनल्ली गाइज यता एयरपोर्ट आइसकेको छौँ होइन एयरपोर्टमा चाहिँ अब मम्मीहरू तल आइसक्नु भयो होला त्यही भएर चक्क रिसिभ गरेर जाने हो केटा हो ल गाइज म चाहिँ यहाँ फुल लिएर रेडी भइसकेको छु अझै आउनु भएको छैन त्यही भएर कुदिरहेको छ यता चक्क माहौल यस्तो छ अनि म चाहिँ रुनलाई आँखा यस्तो भइसकेको छ है रुन्छु लामा ओहो सम्झना शान्त अघिदेखि रुइराख्नु भएको छ भन्नु के भन्न चाहनुहुन्छ अस्ति भर्खर त भेटेर आएको त्यही भएर त्यसका हामीलाई लाज लाग्दैन गाइज छैन हामी चाहिँ चक्क निदेश नै सुगै हाम्रो अविनाश सान आइसक्नु भएको छ यहाँनिर पुरा लगेज लिएर यी देख्ने थगाउँदै हुनुहुन्छ अविनाश सानले हिरो भनेर आउनुभएछ नमस्ते आन्टीको सब सामान आइसकेछ एउटा अच्छा हाम्रो मम्मीहरू चाहिँ आइसक्नु भएको छ यहाँनिर आमा सुगै देख्ने के कुरा भयो होला त्यहाँनिर के कुरा गर्दैछन् टोलीहरूले यता त रुना धुन सुरु भइसके जस्तो छ नमस्ते रुनु हो क्या तपाईँहरू त नमस्ते बाबु साइली दिदीसँग भेट्यो आएको ठाउँमा सुनि बस्यो छोराछोरी आशीर्वाद छ भेटियो छ छोराछोरी हो भेटियो धन्यवाद छ अब चाहिँ गाइज हामी फाइनल्ली भेटघाट भएर फर्किसक्यौँ के छ साइली दिदी हाल खबर हाम्रो साइली दिदी र मेरो चाहिँ भेट भइसकेको छ त्यो हाम्रो अर्को माइक थियो नि कस्तो लाग्यो त साइली दिदी अनि ठिक लाग्यो राम्रो छ बाबु रमाइलो छ जापानलाई पुग्यो छोराले डाकेर ट्रेनमा के खानुभयो त भोक लागेको छैन के खानु जब भोक लाग्छ अब त छोरा भेटियो हर्ष बढाइ छ राम्रो छ आशीर्वाद छ छोरालाई भगवानको कृपया कति वर्षपछि भेट भएको हाम्रो 5 वर्ष 5 वर्ष त भएन ल 4 टुम्केर 5 लाग्यो आमा छोरा भेट नभएको 5 वर्ष 4.5 वर्षपछि भेट भयो गाइज हो छोरा अघि त रुन लाग्नु भएको थियो तपाईँ रुनु चाहिँ आँसै आउँदैन खुसीको आँसु आउँछ नि त बाबु खुसीको आँसु हो आशीर्वाद छ छोरीलाई यति बेलासम्म बचाएर राख्यो मम्मीलाई गऱ्यो मेरो छोराछोरी भगवानको कृपयाले आशीर्वाद दिँदैछ भगवानले जापान यस्तो छ